दुर्गा प्रसादलाई पक्राउ गरिसकेको छ। त्यो लगातार दुर्गा प्रसादलाई यहाँ पक्राउ गर्न प्रहरीहरू आएर प्रहरीहरू त्यहाँ खडा गरेको छ र प्रहरीले यहाँ मिडियालाई नै धक्काबाजी गरिरहेको यो दृश्य हामीले होला गाडीमा होला कहाँ पक्राउ बुर्जी ल्याउनु डिएसपी साहबलाई पक्राउ बुर्जी ल्याउनु पक्राउ बुर्जी सर आउँदै हुन्छ पक्राउ बुर्जी देखाउनु सर पक्राउ बुर्जी सर ठीक छ पक्राउ बुर्जी बेगर तपाईहरु के आधारमा ल्याउनु हैन हैन साइड लाउनु हैन पक्राउ बुर्जी बेगर गाडी पक्राउ बुर्जी बेगर आउनु भन्नु त पक्राउ बुर्जी बोकेर आउँछ पहिला पक्राउ बुर्जी देखाउनु तपाईहरु पक्राउ बुर्जी देखाउनुस् पहिला पक्राउ बुर्जी किन गाडी साइड लाउनु हुन्छ पक्राउ बुर्जी नदेखाइकन तपाईहरु गाडी साइड लाउन मिल्ने हो यही देखाउनु पहिला पक्राउ बुर्जी हजुरले देखाउँछ हाम्रो कारण साइड ल यसो गरौँ साइड लाउँदैन त गाडी थोरै 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 साइड लाउँदैन साइड लाउनु होइन सुन्नुहोस् गाडी त साइड लाउनु दिनु नि त साइड लाउनु तपाईँहरूको ड्युटी जस्तो हाम्रो त्यस्तै हो नागरिक अपराधी हो यार सिधै काठमाडौँ जानुहुन्छ यार के को के छ यार वहीँ जे गरे पनि वहीँ सार्वजनिक शान्ति विरुद्ध कसुर अरे के त्यस्तो पनि हुन्छ यार सार्वजनिक शान्ति विरुद्ध के को सार्वजनिक शान्ति विरुद्ध हुन्छ के भयो तर नागरिकले बोल्न पाउँदैन परिसरबाट पठाएर काठमाडौँ परिसरबाट उसलाई जाम त हुन्छ त एकछिन पर्खिनु जाम हुन्छ कि म रमेश जाम मात्रै हुन्न के हुन्छ छोड्नु न यार यो जाम मात्रै होइन नि यो बहुत ठुलो दुर्घटना हुन्छ यो चाहिँ बहुत ख्याल गर्ने कुरा हुन्छ उहाँ यार नागरिकको नेता ऊ जाँदै छ यार काठमाडौँ उहाँ अगर काठमाडौँमा जे गरे पनि काठमाडौँ हुन्छ नि राज्यसँग कुरा गर्छ प्रधानमन्त्रीसँग कुराकानी गर्छ यार गृहमन्त्री प्रधानमन्त्रीसँग कुराकानी गर्ने मान्छेलाई बाटो छेकेर हुन्छ मलाई एउटा काम गर्नु न एउटा काम गृहमन्त्रीलाई कुराकानी म गृहमन्त्रीसँग कुरा गर्दैछु म रमेश भाइ त्यस्तो हुँदै हुँदैन यो त अनि परिसरबाट मलाई पक्रा बुर्जी पठायो गाडी अगाडि नबढ भाइ गाडी अगाडि नबढ भाइ यो फेरि थप दुर्घटना हुन्छ म एसएसबीसँग कुरा गर्दैछु म यहाँ यस्तो पनि हुन्छ यार यो पनि कोही बुझ्छ यस्तो पनि यस्ता मरेको कुरा नि गर्ने यार यस्तो छ सबै अहिले कुरा के छ भने तपाईँले अहिले शान्ति नियन्त्रण गर्नै सक्नुहुन्न होइन एकदम प्लिज होइन हामी पनि नागरिकको जस्तो कुरा भयो नि सरकारको यार यो लाचार हिम्मत नभएको यहाँ कुनै दम नभएको सरकारको कुराहरू हुन्छ यार होइन मलाई अचम्म लागेको यहाँ बाटोमा हिजो हामीलाई खिच्न दिनु यार सर हाम्रो जागिर जान्छ नि सर होइन एकछिन छोड्नु के हुनु एउटा कुरा के छ भने यो अव्यवहारिक र यो म प्रधानमन्त्रीसँग सोध्छु अनि त्यस पछाडि म जान्छु मैले के भनेको थिएँ भने हिजो बेलुका मैले डिआइजीलाई अगस्त सरलाई फोन गरेर साइबरको म आउनु पऱ्यो भने भोलि बेलुकासम्म म काठमाडौँ पुग्छु पर्सि बिहान आउँछु भनेको थिएँ मैले होइन के को साइड लाग्ने किन साइड लाग्ने कस्तो कुरा गर्नुहुन्छ कस्तो कुरा नागरिकको कुरा त्यतिकै बन्द हुन्छ यार बिच बाटोमा जाम कसले गराएको हामीले गराएको जाम त तपाईँले गराएको कुराकानी गराउनु सूत्र पनि अरू थप तनाव समस्या पर्छ यहाँ हिजोको जस्तो नागरिक छैन नि यार नागरिकहरू जीव ज्यान फाल्न तयार छैन होइन मुद्दा चाहिँ सार्वजनिक अपराध अरे क्या सार्वजनिक अपराध भनेको
उहाँ सिधै जाने गृह मन्त्रालयमा जाने मान्छे प्रधानमन्त्री जाने मान्छे हो यहाँ बाटा छिकेर गाई जत्रा हँसाएर यो थप तनाव यहाँ उल्टो यहाँ उत्पाद मचिन्छ यहाँ अहिले यहाँ 10,000 मान्छे सडकमा आउँछ अनि त्यसपछि त्यस्तो चाहिँ परिणाम फेरि एसएससी साहब ए रमेश सर यहाँ सुन्नु अनि यहाँ त मलाई पक्राउ पुर्ची पठाएको छ त मलाई त यहाँ परिसरबाट पक्राउ पुर्ची पठाएको छ त एसएससी साहब यसो गर्नु नि त अनि मलाई किन पक्रिनु म आउँदै थिएँ उहीँ काठमाडौँ आएर तपाईँकोमा आइहाल्छु नि यहाँ किन उ गर्नु होइन यसो गरिदिनु न मलाई यहाँ आउन दिनु न म खुरुखुरु गाडीमा आउँदैछु बेलुका अनि आउँला त्यति गरिदिनु न सहयोग म केटाहरूसँग घरमै उहीँ आउँदैछु मैले त अघि भनिसकेँ अन्त मैले छोरालाई पनि तपाईँलाई फोन गर्नु लगाएको थिएँ त्यति सहयोग गरिदिनु न ल यहाँ आदर्शको पनि फोन आयो यहाँ शान्तिपूर्ण तरिकाले अवतरण गर्ने कुरा गरौँ ए आदर्शजी नमस्ते मैले तपाईँलाई बिहान भनेको थिएँ नि यो निर्वाचन आयोगको पत्रले मलाई अहिले भगडा पुर्ची पठाएछ म यहाँ कार्यक्रम सोचेर बाटोमा आउँदै थिएँ होइन म काठमाडौँ अनि अहिले चाहिँ परिसरबाट पक्रा पुर्ची आएको छ तपाईँले तुरुन्तै यो गर्ने कि हामी अब देशभरि आगो सल्काउन थालौँ अनि नभनिसियो भनेको अनि यो सार्वजनिक अपराध अरे मैले के गरेको थिएँ बाटोमा म कार्यक्रम सकेर म काठमाडौँ आउँदै थिएँ तपाईँलाई भेट्थेँ भोलि अनि तपाईँले तुरुन्त आइसीलाई कुरा गर्नुहोस् त के गर्न खोजेको यो परिसरबाट आएको छ कुरो जनताको लागि बोल्ने मान्छे जनताले एकछिन पाउँछ होइन मलाई खुरुखुरु जान दिनुहोस् खुरुखुरु जान दिनुहोस् एकजना पुलिस छ गाडीमै जान्छु म गाडीमै जान्छु होइन प्लेनमा हामी पठाइन्छौँ क्या होइन यस्तो सर हामी गाईलाई एक्लै त छोड्दै छोड्दैनौँ कस्तो तपाईँहरूको घरमा हामी छोड्छौँ पुलिसको घरमा त छोड्दै छोड्दैनौँ हामी 14-15जना छौँ सबैलाई लिएर भाइ कुरा गरेको थिएँ बाटोमा जाँदैछ त्यही निर्वाचन सिडिओबाट पनि सार्वजनिक अपराध भने चाहिँ सिडिओ भइगयो नि भोलि सिडिओमा लान्छ होइन फोनको कुरै भएन नि यहाँ बाटोमा नौटङ्की देखाउने कि जानु पर्यो एकजना प्रयोग कोही जानु पर्यो होइन भने यहाँ हामीले गर्ने तपाईँले गरेर सिर्जना राज्यले गरेको हो यो राज्य आतङ्क हो यो जनताको नेतालाई डराउँदैन होइन तपाईँहरूको देखिहालेको छ सबै कुरा होइन भने एकजना सबै थाहा छ कि प्लेनमा पठाउँ यहाँबाट जानु पर्यो नि त प्रतिनिधि गरेर एरेस्ट उहाँ दिने हो यहाँ होइन जाने कुरा छ त होइन होइन भने अहिले यहाँ आन्दोलन हुन्छ आज लागेको होइन म साइन गर्दिनँ बाटो होइन सबै तपाईँ कोर्डिनेसन गर्नु सबैलाई ठिक छ सबै कुरा रिले गर बाहिर प्रहरी परिसर काठमाडौँ परिसरले पठाएको छ होइन सर काठमाडौँ परिसर प्रहरी परिसरले पठाएको छ केही छैन यहाँ सार्वजनिक यो सार्वजनिक शान्ति विरुद्ध भनेर भनेको छ त्यही हो सबै कुरा एकजना प्रहरी राख्नुहोस् तपाईँले उहाँलाई सकुशल उहाँ पुर्याउनुहोस् कुनै कुरा दुर्घटना कुरा गर्नु न गृहमन्त्रीसँग गर्नुभयो दुर्घटना हुन्छ
अब एउटा काम भनेको तपाईँलाई यो बोलेकै आधारमा पक्राउ गर्न लागि आउँदै बोलेकै आधारमा पक्राउ गरेको छ। आजदेखि हाम्रो सम्पूर्ण वार्ताहरू भङ्ग भएको छ है। देशभरि चुनाव हुँदैन होइन। अब सर यो ल्याउनु होला हामीले लिने कुरै अहिले पर्खिन यो गाई जात्रा गर्नै पर्यो। वहीँ गएपछि सबै कुरा भइहाल्छ। हामीले सबैले बुझेको छौँ। कसले बुझाएन? सर हजुरकै गाडीमा जाऊँ भने आयो होइन छैन रुकाउनु ल जाऊँ त है मान्छे सक्दैन पर्खन कुरा हुँदैछ यार भाइ यार। पर्खिन भनेको यहाँ हजुरकै गाडीमा जाउँ न उता होइन तपाईँ जबरजस्ती नगर्नु न। जबरजस्ती गरे भए त म अहिले गर्थे नि हजुर तपाईँले कसरी गर्नै सक्नुहुन्न तपाईँले। तपाईँले जबरजस्ती पर्खिन गर्नै यहाँ गृहमन्त्रीसँग कुरा हुँदैछ। जबरजस्ती गर्न नि पाउनुहुन्न। जबरजस्ती हुने कुरै हुँदैन। सुन न दाइले यो पोखरा एयरपोर्टबाट अगाडिबाट पक्राउ गर्न लागेको छ होइन। त्यो बस सबै गाडी रोकिदिन्छ। पक्राउ गर्नलाई यहाँ आएको छ होइन। सार्वजनिक लानमा पनि सबै उ गर्नु पर्ने विषयहरूलाई। सार्वजनिक शान्ति विरुद्ध भएको छ। 50वटा काट्नु एउटा पनि गाडी जानु त्यसै गरी आउँछ नि हो नि। अब यो त अचम्म हो नि त। म त जनताको कुरा अब के हुन्छ अब दाइ तपाईँलाई अब होइन। अब यो त वार्ता हुँदैन होइन। तपाईँले वार्ता अब भङ्ग हुन्छ वार्ता भङ्ग अब यो शर्त अब लाग्यो होइन। यो पश्चिमाहरूको सरकारसँग वार्ता हुँदैन। अब आन्दोलनमा गयो देश आन्दोलनमा चाहिँ जान्छ। चुनाव हुँदैन। एकदम साइलेन्ट है। कहीँ नयाँ बायाँ यताउता केही नहोस्। तपाईँ अब पक्राउ दिनका लागि तयार हो कि के हो? म पक्राउ दिनको लागि अब म त पक्राउ त दिइसकेँ होइन। मलाई एकछिन जाने मात्रै कुरो कसरी जाने भन्ने म पक्राउ दिन ठुलो कुरो होइन। प्रहरी परिसरमा जान ठुलो कुरो टाइम होइन। लगाउँ कुरा गरौँ अनि ठिक छ त हामीले कुरा त हजुरलाई लिएर कि अब यहाँ थुन्ने होइन होइन अगाडि जाउँ कुरा गरौँ त्यो साइड लगाएर बाटो नरोकौँ भन्न खोजेको कि अनि तपाईँलाई एउटा कुरो कि मलाई अचम्म लागेको म मेरो गाडीमा खुरुखुरु जाँदै थिएँ। तपाईँको पुलिस राखेर खुरुखुरु म कुरा गर्नु कुरा गर्नु होइन मैले होइन। ल हजुर अलिकति साइड लाग्दिनु पऱ्यो है सर है प्लिज पर्खिनै पर्छ। मैले एकछिन पर्खिन नि। हल्का साइड लाग्दिनु त सर होइन जोरजोर मैले गरेको छैन सर है प्लिज साइड लाग्नु थोरै सहयोग गरिदिनु जोरजोर गरेर छैन एकछिन साइड लाग्नु थोरै सहयोग गरिदिनु पर्यो थोरै सहयोग गरिदिनु पोखराबाट कार्यक्रमबाट फर्किँदै गर्दा दुर्गा प्रसाईलाई पक्राउ गरिँदैछ। यहाँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईलाई एकाएक गरिँदैछ। जबरजस्ती गरिँदैछ देख्न सक्नुहुन्छ। भन्नु